नमस्कार साथीहरू, आजको भिडियोमा यहाँहरूलाई स्वागत छ। आजको भिडियोमा हामी कम्प्युटर ग्राफिक्सको एकदमै महत्त्वपूर्ण टपिक 2D ट्रान्सफर्मेसनको बारेमा कुरा गर्दैछौँ। ट्रान्सफर्मेसन भनेको के हो? यो भनेको चाहिँ कुनै पनि चित्र, आकार वा ग्राफिक्सलाई नियमअनुसार परिवर्तन गर्नुलाई नै के बुझिन्छ हामीले ट्रान्सफर्मेसन भनिन्छ। 2D ट्रान्सफर्मेसन भनेको अब त्यही ट्रान्सफर्मेसन 2 डाइमेन्सनल प्लेनमा टेक प्लेस हुन्छ भने त्यसलाई के भनिन्छ? 2D ट्रान्सफर्मेसन भनिन्छ। ट्रान्सफर्मेसनले कुनै पनि अब्जेक्टको पोजिसन, साइज, ओरिएन्टेसन, स्टेप चेन्ज गर्नको लागि मद्दत गरिदिन्छ। अब कम्प्युटर ग्राफिक्समा हामीले भेरियस ट्रान्सफर्मेसन टेक्निकहरू पढिन्छ, जसमा छन् ट्रान्सलेसन, रोटेसन, स्केलिङ, रिफ्लेक्सन अनि सियर। अनि लेट्स स्टार्ट विथ द केबाट स्टार्ट गरौँ भन्दाखेरि रिफ्लेक्सनबाट स्टार्ट गरौँ। रिफ्लेक्सन भनेको पहिला बुझौँ। रिफ्लेक्सन भनेको अब्जेक्टलाई मिरर जस्तो उल्टो बनाउने प्रक्रिया। अब्जेक्टलाई मिररमा उल्टो बनाउने के प्रक्रिया नै के भनिन्छ? रिफ्लेक्सन भनिन्छ। रिफ्लेक्सन भनेको सेम काइन्ड अफ रोटेसन जस्तै हो, जसमा एङ्गल अफ रोटेसन कति हुँदो रहेछ? 180 डिग्री हुन्छ। अब रिफ्लेक्टेड इज जस्ट अब रिफ्लेक्टेड अब्जेक्ट चाहिँ अदर साइड अफ के मिररमा फर्म हुन्छ। अब यहाँ के हुन्छ भन्दाखेरि ओरिजिनल अब्जेक्टको साइज र रिफ्लेक्टेड अब्जेक्टको साइज सेम हुनपर्छ। एउटा पोइन्ट कन्सिडर गरौँ, 2D प्लेनमा रिफ्लेक्ट भइरहेछ, जसको इनिसियल कोअर्डिनेट हामीलाई दिइन्छ, जस्तै 2,3 मानौँ। अब त्यसबाट हामीले के भने अब न्यू कोअर्डिनेट अब हाम्रो रिफ्लेक्ट भएपछि त्यही अब्जेक्टमा हाम्रो न्यू कोअर्डिनेट के हुँदो रहेछ? एक्स न्यू वाइ न्यू। अब त्यसपछि हामीले रिफ्लेक्सन अन एक्स एक्सिस निकाल्न छ भने हामीले फलोइङ इक्वेसनको मद्दत लिन्छौँ। एक्स न्यू भनेको हाम्रो जे छ त्यही हुन्छ। वाइ न्यू भनेको उल्टिन्छ। अहिले हाम्रो के थियो भने जस्तै 3 थियो भने यहाँ उल्टेर हाम्रो के भयो? -3 भयो। अब यसलाई म्याट्रिक्स फर्ममा के रिप्रेजेन्ट गर्दा यो इक्वेसनलाई म्याट्रिक्स फर्ममा रिप्रेजेन्ट गर्न छ भने रिफ्लेक्सन म्याट्रिक्स एलोङ एलोङ अन द एक्स एक्सिस भनेको के हुँदो रहेछ भन्दा एक्स न्यू वाइ न्यू इक्वल टु हाम्रो वाइ 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 न्यू के भयो? उल्टियो, वाइ ओल्ड हो। वाइ ओल्ड जे जे पोइन्ट थियो त्यसको उल्टी हो। 1,0 0,-1 इन्टु एक्स ओल्ड वाइ ओल्ड भयो। अब फर अब होमोजेनियस कोअर्डिनेट्स अब होमोजेनियस कोअर्डिनेटलाई हामीले केमा रिप्रेजेन्ट गरिन्छ? 3/3 म्याट्रिक्समा रिप्रेजेन्ट गर्छ। त्यसै गरी हाम्रो यो रिफ्लेक्सन म्याट्रिक्सलाई पनि 3/3 म्याट्रिक्समा रिप्रेजेन्ट गर्दाखेरि एउटा होमोजिनियस होमोजिनियस कोअर्डिनेटमा जहिले पनि एउटा डमी म्याट्रिक्स थपिन्छ कि यानि यहाँ 1 भन्ने डमी म्याट्रिक्स थपिया, जसले गर्दाखेरि हाम्रो म्याट्रिक्सको क्यालकुलेसन मल्टिप्लिकेसन गरेर हामीलाई पोइन्ट निकाल्न सजिलो हुन्छ। अब यहाँ यहाँ दिएको छ 1, 0, 0, 0, -1, यो उल्टिएको वाइको ओल्ड भयो 0, 0, 0, 1। अब यहाँबाट हाम्रो रिफ्लेक्सन एलोङ एक्स एक्सिस निकालियो। अब त्यसै गरी अहिले हामीले रिफ्लेक्सन हुन एक्स एक्सिस निकालियो भने अब रिफ्लेक्सन हुन वाइ एक्सिस कसरी एचिभ गर्न सकिँदो रहेछ भन्दाखेरि फलोइङ इक्वेसन यहाँ पनि अहिले हाम्रो के उल्टिया थियो? वाइ उल्टिया थियो नि। वाइको न्यू इक्वल टु -वाइ ओल्ड थियो भने यहाँ हाम्रो नयाँ एक्स उल्टिन्छ। एक्स न्यू बराबर -एक्स ओल्ड गरिन्छ। यसलाई अब म्याट्रिक्स फर्ममा रिप्रेजेन्ट गर्दाखेरि के हुने भयो? माइनस आई इन कम्पेरिजन टु द एक्स एक्सिस। आई एक्स एक्सिसमा के थियो भन्दाखेरि 1, 0, 0, -1 थियो भने यहाँ वाइ एक्सिसमा के हुँदो रहेछ भन्दाखेरि -1, 0, 0, 1 हुँदो रहेछ वाइ एक्सिसमा रिप्रेजेन्ट गर्दाखेरि। अब यसलाई पनि होमोजेनियस अहिले मैले भनिसकेँ। होमोजेनियस कोअर्डिनेट भनेको होमोजेनियस कोअर्डिनेटबाट होमोजेनियस कोअर्डिनेटमा एउटा डमी म्याट्रिक्स भनेर थपिन्छ, जसले गर्दाखेरि हामीलाई कोअर्डिनेटको भ्यालु निकाल्न सजिलो होस्। अब यसलाई के 3/3 म्याट्रिक्समा रिप्रेजेन्ट गर्दा सेम इन कम्पेरिजन टु एक्स एक्सिस हाम्रो एक्स एक्सिसमा के थियो भन्दाखेरि 1, 0, 0, 0, -1, 0, 0, 0, 1 थियो नि। यहाँ के हुँदो रहेछ? -1 स्टार्टमै हुँदो रहेछ। स्टार्ट अफ द म्याट्रिक्समै एक्स एक्सिसको म्याट्रिक्समै हुँदो रहेछ। अब यसबाट एउटा प्रब्लमहरू हेरौँ। अब हामीलाई जस्तै प्रब्लम 1 के दिया भन्दा रेक्टेङ्गल दिया, कोअर्डिनेट पोइन्ट ए 3,4, बी 6,4, सी 5,6
apply the reflection on the x-axis and obtain the new coordinate of the object. अब ओल्ड हामीलाई हाल्दैछौँ है त ओल्ड कोअर्डिनेट के दिया है 3,4 6,4 5,6 अब हेज टु बी रिफ्लेक्सन केमा हुनु पर्यो एक्स एक्सिसमा अब कोअर्डिनेट्स 3,4लाई गर्नु छ भने अब एक्स न्यू वाइ न्यू अब यसलाई रिफ्लेक्सन इक्वेसन पर्फर्म गर्दाखेरि एक्स एक्सिसमा के हुन्थ्यो भन्दाखेरि एक्स सेमै रहन्थ्यो वाइ चाहिँ उल्टिन्थ्यो भनेपछि एक्स भनेको 3 3 भयो वाइ उल्टिँदा के भयो -4 भयो 3,-4 भयो अब न्यू कोअर्डिनेट रिफ्लेक्सन पछि हामीले के पायौँ ओरिजिनल कोअर्डिनेट 3,4 छ रिफ्लेक्सन पछि हामीले कोअर्डिनेट के पायौँ 3,-4 पायौँ अब सेम एज 6,4लाई पनि कस्तो हुँदो रहेछ भन्दाखेरि एक्स न्यू वाइ न्यू त्यही गरियो अब यहाँ अब वाइ एक्सको सेम हुने भयो वाइ उल्टिने भयो 6,-4 भयो हाम्रो न्यू कोअर्डिनेट त्यही भयो अब कोअर्डिनेट 5,6लाई के हुँदो रहेछ भन्दाखेरि अब कोअर्डिनेट एक्स न्यू वाइ न्यू भयो रिफ्लेक्सन पछि हाम्रो के उल्टियो वाइ उल्टियो एक्स एक्सिसमा एप्लाई गर्ने हो नि त त्यसपछि हाम्रो नयाँ कोअर्डिनेट के पाइयो 5,-6 पाइयो अब ओरिजिनल कोअर्डिनेटबाट के फरक छ त्यो हेरौँ है त अब हामीलाई ओरिजिनल कोअर्डिनेट के दिएको थियो भन्दाखेरि 3,4 6,4 5,6 दिएको थियो त्यसबाट हामीले के कोअर्डिनेट पायौँ आफ्टर एप्लाइङ द रिफ्लेक्सन अन एक्स एक्सिस हामीले के पायौँ भन्दाखेरि 3,-4 6,-4 5,-6 अब ओरिजिनल म्याट्रिक्स हाम्रो ओरिजिनल अब्जेक्ट यस्तो भएको थियो पोइन्ट प्लट गर्दाखेरि अनि आफ्टर रिफ्लेक्टेड के हुँदो सेम हुन्छ सायद त्यसको सेमै हुन्छ तर त्यो त्यो के हुन्छ 180 अब रोटेसन यसको के हुन्छ काइन्ड अफ रोटेसनै हो एङ्गल अफ रोटेसन यसको लगभग 180 डिग्री नै हुन्छ 180 डिग्री हुन्छ अब सेम क्वेसन छ प्रब्लम 2 अब हामीलाई ट्रेङ्गल देखा कोअर्डिनेट पोइन्ट पनि देखा यसलाई के भने सिफ्ट वाइ एक्सिसमा रिफ्लेक्ट गर्नुहोस् भने सेम गरियो अब 3,4 6,4 5,6 गरियो अब केमा रिफ्लेक्सन हुनु पर्यो वाइ एक्सिसमा कोअर्डिनेट हामीलाई के देखा अब के गरिएको थियो अब ऐको एक्स एक्सिसमा हामीले के गरिन्छ भन्दाखेरि वाइलाई उल्टाइन्छ भने वाइ एक्सिस रिफ्लेक्सन अन द वाइ एक्सिस दियो भने हामीले केलाई उल्टाइन्छ एक्स एक्सिसलाई अब सेम गरे रिफ्लेक्सनको इक्वेसन युज गरेर एक्स न्यू भनेको के भयो -3 वाइ न्यू भनेको 4 भयो अब आफ्टर रिफ्लेक्सन के पाइयो -3,4 कोअर्डिनेट अब 6,4लाई के पाइयो भन्दाखेरि रिफ्लेक्सन पछि सेम अब एक्सको मात्रै पोइन्ट उल्टिन्छ भनेपछि -6,4 आयो रिफ्लेक्सन पछि अनि 5,6को पनि के सेम भयो -5,6 पाइयो 5,6को -5,6 पाइयो रिफ्लेक्सन पछि अब यहाँ हाम्रो रिफ्लेक्टेड ओरिजिनल अब्जेक्ट यस्तो छ रिफ्लेक्सन पछि के पाइयो यस्तो पाइयो मिरर सेम मिरर इमेज चाहिँ पाइन्छ हामीले त्यही अब्जेक्टको मिरर इमेज पाइन्छ अब त्यसपछि सेकेन्ड रहेको छ स्केलिङ अब स्केलिङ भनेको के हो 2D स्केलिङ इन कम्प्युटर ग्राफिक्स अब कम्प्युटर ग्राफिक्समा हामीले स्केलिङ भनेको अब कुनै पनि अब्जेक्टको साइज अल्टर गर्ने लगायत मोडिफाई गर्ने साइजलाई अप अथवा डाउन गर्ने चिजलाई हामीले के भन्छ स्केलिङ भन्छ स्केलिङ युज टु इन्क्रिज द रिड्युस इन्क्रिज द रिड्युस द साइज अफ अब्जेक्ट यानि सेम भने स्केलिङले के गर्छ अब्जेक्टको साइज इन्क्रिज अथवा बढाउने अथवा घटाउने काम गर्छ स्केलिङ सब्जेक्ट द कोअर्डिनेट पोइन्ट अफ द ओरिजिनल अब्जेक्ट टु 10 स्केलिङले के गर्छ भन्दाखेरि ओरिजिनल जुन अब्जेक्ट छ त्यसलाई चेन्ज गराउने काम गर्छ स्केलिङ फ्याक्टर डिटरमाइन वेदर द अब्जेक्ट साइज इज टु बी इन्क्रिज अर डिक्रिज अब स्केलिङ फ्याक्टरले के डिटरमाइन गर्छ भने अब्जेक्टको साइज बढाउने अथवा घटाउने हामीलाई डिटरमाइन गर्छ यदि हाम्रो स्केलिङ फ्याक्टर 1 भन्दा ठुलो छ भने अब्जेक्ट साइज के हुने भयो बढ्ने भयो इफ स्केलिङ फ्याक्टर 1 भन्दा सानो छ भने हाम्रो अब्जेक्ट साइज पनि घट्ने भयो अब एउटा पोइन्ट कन्सिडर गरौँ अब कन्सिडर अ पोइन्ट अब्जेक्ट ओ ह्याज टु बी अब 2D प्लेनमा हामीले अब्जेक्ट ओलाई हामीले स्केल गर्न पर्यो त्यसको इनिसियल पोइन्ट के हुने अब्जेक्टको इनिसियल के हुने भयो
एक्स होल वाइ होल। अब स्केलिङ फ्याक्टर अब एक्स एक्सिसको लागि एसएक्स मानौँ, अनि स्केलिङ फ्याक्टर वाइ एक्सिसको लागि एसवाई मानौँ। अब न्यू कोअर्डिनेट हामीले जुन पाउँछौँ स्केलिङ पछि हाम्रो त्यो पोइन्ट के हुने भयो, एक्स न्यू वाइ न्यू। अब स्केलिङ दिस स्केलिङ अब यो स्केलिङको इक्वेसन अब जुन एक्स न्यू छ, अब एक्स कोअर्डिनेटको मा हामीले मल्टिप्लाई बाई स्केलिङ फ्याक्टर फर एक्स एक्सिसले गरिन्छ, वाइ होल्डकोमा स्केलिङ फ्याक्टर फर वाइ एक्सिसले मल्टिप्लाई गरिन्छ। अब यसलाई स्केलिङ म्याट्रिक्स फर्ममा रिप्रेजेन्ट गर्न छ भने के गर्यो, के गर्यो, एसएक्स 0 0 एसवाई गरियो। अब त्यसलाई पनि होमोजिनियस कोअर्डिनेटमा रिप्रेजेन्ट गर्न छ भने 3/3 म्याट्रिक्समा रिप्रेजेन्ट गर्न छ भने केही गरिन्न, यही ल्याइन्छ। तर यहाँ एउटा डमी म्याट्रिक्स थपियो 0 एसएक्स 0 0 एसवाई। अब यो एउटा डमी म्याट्रिक्स थपियो यहाँ होमोजेनियस कोअर्डिनेट रिप्रेजेन्टेसन गर्दाखेरि। अब यो प्रब्लम एउटा सल्भ गरौँ। अब हामीलाई के भने स्क्वायर अब्जेक्ट देखा जसको कोअर्डिनेट 0,3 बी 3,3 सी 3,0 डी 0,0 एप्लाई द स्केलिङ प्यारामिटर। अब 2 टुवार्ड्स द एक्स एक्सिस एन्ड 3 टुवार्ड्स द वाइ एक्सिस भन्दाखेरि के भन्ने भन्दाखेरि 2 2 चाहिँ हाम्रो एक्स एक्सिसमा हाल्नु पऱ्यो, 2 एक्स एक्सिसमा बढाउनु पऱ्यो, 3 चाहिँ वाइ एक्सिसमा बढाउनु पऱ्यो भनेको छ यसमा। अब एन्ड टुवार्ड एन्ड अब्टेन द न्यू कोअर्डिनेट अफ द अब्जेक्ट। अब ओल्ड के पोइन्टहरूको कोअर्डिनेट के छ, 0,3 3,3 3,0 डीको फेरि 0,0। अब स्केलिङ फ्याक्टर एक्स एक्सिसको लागि 2 दिया, वाइ एक्सिसको लागि के दिया, 3 दिया। अब ए 0,3 को अब ओल्ड म्याट अब स्केलिङ पछि हाम्रो म्याट्रिक्स के हुन्छ भन्दाखेरि अब स्केलिङ इक्वेसन यो अब सेम गरियो, इन्टु अब 2 गर्नु पऱ्यो एक्स एक्सिसको लागि, 3 गर्नु पऱ्यो वाइ एक्सिसको लागि। हाम्रो ओरिजिनल पहिला ओरिजिनल कोअर्डिनेट के थियो, एक्स ए भन्ने पोइन्टको लागि ए भन्ने कोअर्डिनेटको कति रहेछ, 0,3। आफ्टर स्केलिङ के पाइयो, 0,9 पाइयो। अब कोअर्डिनेट बी 3,3कोमा के पाइयो, अब 3,3 छ। अब एक्स एक्सिसमा 2ले बढाइयो, वाइ एक्सिसमा 3ले बढाइयो, जसबाट हामीले के पाइयो, 6,9 पाइयो। सेम कोअर्डिनेट 3,0लाई गरियो, एक्स एक्सिसमा 2ले बढाइयो, वाइ एक्सिसमा 3ले बढाइयो, जसबाट 6,0 पाइयो। अनि सेम कोअर्डिनेट डीको लागि गरियो, जसबाट हामीले 0,0 पाइयो। अब त्यो अब स्केलिङ पछि हाम्रो के पाइयो भन्दाखेरि हाम्रो एक्स एक्सिसमा त्यसको साइड दुईले बढ्न पऱ्यो भनेपछि 2ले बढ्न पऱ्यो अलि। अनि वाइ एक्सिसमा त्यसको साइड के बढ्नु पऱ्यो, 3ले बढ्न पऱ्यो भनेपछि 2 भनेपछि हाम्रो के भन्नु, 2 3 इन्टु 2 6 हुनु पऱ्यो। अनि वाइ एक्सिसमा 9 पुग्नु पऱ्यो। सेम पुगेको छ यहाँ पनि, सिम्पल इज द्याट। अब रोटेसन, त्यसपछि 2D रोटेसन भनेको के हो, रोटेसन भनेको रोटेटिङ अब्जेक्ट अब 2 डाइमेन्सनल प्लेनको प्लेनमा कुनै पनि अब्जेक्टलाई रोटेट गर्नु, एङ्गलको हिसाबले रोटेट गर्नुलाई नै के भनिन्छ, 2D रोटेसन भनिन्छ। यहाँ अब हामीले सेम अब ऐ गरे चाहिँ अब्जेक्ट एउटा एङ्गलबाट अर्को एङ्गलमा 2D प्लेनमा गइरहेछ त्यो मानौँ। अनि इनिसियल कोअर्डिनेट हामीले के माने, हम एक्स होल्ड वाइ होल्ड माने हम इनिसियल एङ्गल के माने हम फाई मान्ने यहाँ, रोटेसन एङ्गल के मान्छ थीटा मान्ने यहाँ। अब न्यू कोअर्डिनेट एक्स न्यू वाइ न्यू भयो। अब हेर्नुहोस्, अब रोटेसन गर्न अब यहाँ हाम्रो के भयो भन्दाखेरि ओल्ड पोइन्ट यो भयो, रोटेट गर्न खोज्यो क्या हामीले, न्यू न्यू पोइन्ट यहाँ पुग्यो। अब यो रोटेसन केबाट एचिभ हुन्छ, फलोइङ इक्वेसनबाट एचिभ हुन्छ। एक्स होल्डमा हामीले कस थीटाले मल्टिप्लाई गर्ने भने वाइ होल्डमा माइनस वाइ होल्डमा साइन थीटाले मल्टिप्लाई गर्ने, वाइ न्यूमा साइन थीटाले मल्टिप्लाई गर्ने भने वाइ होल्डमा कस थीटाले मल्टिप्लाई, यो इक्वेसन फलो गर्ने। म्याट्रिक्स फर्ममा रिप्रेजेन्ट गर्न पर्दाखेरि हाम्रो के हो, कसरी रिप्रेजेन्ट हुन्छ, कस थीटा माइनस साइन थीटा कस थीटा रोटेसन म्याट्रिक्सको। अब यो होमोजिनियस कोअर्डिनेटलाई 3/3 म्याट्रिक्समा रिप्रेजेन्ट गर्न पर्दाखेरि के हुन्छ भन्दाखेरि कस थीटा साइन थीटा माइनस साइन थीटा कस थीटा
गरेर अब होमोजेनियस कोअर्डिनेटमा रिप्रेजेन्ट गर्न सकिन्छ। यसको लागि एउटा प्रब्लम क्वेसन दिए गिभन अ लाइन सेगमेन्ट विथ द स्टार्टिङ पोइन्ट एट 0,0 एन्ड इन्डिङ पोइन्ट एट 4,4 एप्लाई 30 डिग्री हामीलाई रोटेसन एन्टी क्लक वाइज डिरेक्सन। यो कुरा भन्न बिर्सेँ, रोटेसन हाम्रो कति कति प्रकारको हुन्छ, दुई प्रकारको हुन्छ, एउटा क्लक वाइज एउटा एन्टी क्लक वाइज। अब त्यसबाट हामीलाई के भने भने एन्टी क्लक वाइज डिरेक्सनमा हामीले पत्ता लगाउनु पर्यो। अब सोल्युसन अब गिभन के दिया कोअर्डिनेट दिया 4,4 रोटेसन एङ्गल थीटा 30 डिग्री दिया त्यसबाट इन पोइन्ट एक्स न्यू वाइ न्यू निकाल्नु पर्यो। अब रोटेसनको इक्वेसन लगाउनु पर्यो। अब केमा के थियो, एक्स न्यूको निकाल्दाखेरि एक्स ओल्डमा कस थीटाले मल्टिप्लाई गर्ने, वाइ ओल्डमा साइन थीटाले मल्टिप्लाई गरेर हाम्रो कति आयो 1.46, वाइ न्यू सेम एक्स ओल्ड इन्टु साइन थीटा प्लस वाइ ओल्ड इन्टु कस थीटा गरेर हाम्रो कति आयो 5.46। अब अल्टरनेटिभली पनि गर्न सकिन्छ, सेम यहाँ भ्यालु हालिदिँदै गयो, थीटाको भ्यालु हालिदिए पनि हुन्छ। यहाँ गरेर 1.46 5.46 आयो। यो हाम्रो 5.46 4 आएको थियो पहिलाको रोटेसनको भ्यालु, त्यसपछि 5.46 आयो। अब प्रब्लम 2 दिया है। अब गिभन अ ट्रायंगल विथ कोअर्डिनेट के दिया भन्दा 0,0 1,0 1,1 त्यसलाई ट्रायंगल 90 डिग्रीमा एन्टी क्लक वाइज डिरेक्सन अनि न्यू कोअर्डिनेट पत्ता लगाउनुहोस् भनेर दिया। त्यसपछि हाम्रो ओल्ड कति छ 0 0 1,0 सीमा 1,1 रोटेसन एङ्गल चाहिँ 90 डिग्री। अब कोअर्डिनेट 0,0 लाई 0 दिया भने अब यसमा रोटेसन इक्वेसन हामीले फेरि पर्फर्म गरिन्छ। 0 यो मेथड 1 हो। यो दुःख लाउँछ नि, यो मेथड दुःख लाउँछ भने हामीले अर्को म्याट्रिक्सको मेथड पनि फलो गर्न सकिन्छ। हामीले सेम एज हामीले कति डिग्री भने यहाँ 90 डिग्री भने हामीले यहाँ गएर के गर्न सकिन्छ, कस 90 माइनस साइन 90 साइन 90 कस 90 गरेर यसलाई गर्न सकिन्छ। त्यति गाह्रो छैन यसको पनि। अनि त्यसपछि रोटेसन पछि हाम्रो के आयो, रोटेसन फुल रोटेसन भयो, 90 डिग्री रोटेसन भनेको थियो, 90 डिग्री नै रोटेसन भयो। अब 2D ट्रान्सलेसन भनेको के हो, ट्रान्सलेसन इज अ प्रोसेस अफ मुभिङ। अब एउटा पोजिसनबाट अर्को पोजिसनमा चेन्ज गर्नुलाई नै के हो, 2 डाइमेन्सनल प्लेनमा चेन्ज गर्नुलाई के भन्छ 2D ट्रान्सलेसन भन्छ। हामीलाई अब्जेक्ट दिएको छ, अब्जेक्ट ओ, त्यसलाई एक पोजिसनबाट अर्को पोजिसनमा लैजाऊ 2D प्लेनमा भने इनिसियल कोअर्डिनेट के दिए हामीलाई एक्स ओल्ड वाइ ओल्ड भनेर दिए अब्जेक्ट ओको। अब न्यू कोअर्डिनेट हामीलाई दिन्छ एक्स न्यू वाइ न्यू भनेर। अब ट्रान्सलेसन भेक्टर अथवा सिफ्ट भेक्टर टिएस टिवाई भयो। अब ट्रान्सलेसन भेक्टरले के डिफाइन गर्छ भन्दा डिस्टेन्स, एक्स ओल्ड कति डिस्टेन्स मुभ गर्ने हो त, एक्स कोअर्डिनेट कति डिस्टेन्स मुभ गर्ने हो भनेर डिटरमाइन गर्छ। टिवाईले के डिटरमाइन गर्छ भन्दा वाइ ओल्ड कोअर्डिनेट कति मुभ गर्ने हो त भनेर डिटरमाइन गर्छ। यहाँ एउटा सो गरे एक्स 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 ओल्ड कति मुभ गर्छ, वाइ ओल्ड कति मुभ गरे भनेर 2D ट्रान्सलेसन। अब यो एचिभ कसरी गर्न सकिन्छ भन्दाखेरि जुन ओरिजिनल कोअर्डिनेट देखा त्यसमा ट्रान्सलेसन कोअर्डिनेट एड गरियो भने हामीले यो ट्रान्सलेसन एचिभ गर्न सकिन्छ। यहाँ भने एक्स न्यू कसरी एचिभ गर्न सकिन्छ भन्दाखेरि एक्स ओल्डमा ट्रान्सलेसन म्याट्रिक्स एड गरियो भने, ट्रान्सलेसन भेक्टर एड कोअर्डिनेट एड गरियो भने हामीले ट्रान्सलेसन एचिभ गर्न सकिन्छ। म्याट्रिक्समा कसरी रिप्रेजेन्ट गर्न सकिन्छ भन्दाखेरि एक्स ओल्ड वाइ ओल्ड अब टिएक्स टिवाई गरेर रिप्रेजेन्ट हुन्छ। होमोजेनियस कोअर्डिनेटमा अब हामीलाई थाहै छ डमी म्याट्रिक्स एड गरिन्छ भन्ने। अब डमी म्याट्रिक्स एड गरेर एउटा एड गरियो। अब भेक्टर यसले गर्दा के भन्छ भन्दाखेरि म्याट्रिक्स भेक्टर मल्टिप्लिकेसन एचिभ गरेर हामीले त्यसको भ्यालु निकाल्न सजिलो हुन्छ। अब ट्रान्सलेसन म्याट्रिक्स हेर्नुहोस्, ट्रान्सलेसन म्याट्रिक्स हो टिएस टिवाई 1,0 0,1 टिएस टिवाई गरेर छ। अब प्रब्लम दिए हामीलाई सर्कल दिए रेडियस 10 दिए सेन्टर 1,4 ट्रान्सलेसन विथ डिस्टेन्स 5 टुवर्ड एक्स एक्सिस 1 टुवर्ड वाइ एक्सिस अब्टेन द न्यू कोअर्डिनेट अफ सी विदाउट चेन्जिङ इट रेडियस भने ओल्ड कति दिए 1,4 भनेपछि यहाँ सिधा सिधा हामीले पोइन्ट न्यूको कति हुने भयो 6,5 हुने भयो। 6,5 छ न्यू कोअर्डिनेट्स।
अल्टरनेटिभली के गर्न सकिन्छ भन्दा एक्स 1,4 प्लस 5,1 6,5 आइहाल्छ। आफ्टर ट्रान्सलेसन के हुन्छ, सर्कल यहाँ थियो भने 1,5मा थियो भने 6, कतिमा गयो 5मा गयो। अब स्क्वायरको देखा कोअर्डिनेट देखा हामीलाई 0,3 बीको 3,3 सीको 3,0 डीको 0,0 ट्रान्सलेसन युज गर्नु एक्स एक्सिसमा 1 वाइ एक्सिसमा 1 भनेपछि अब a,0लाई के भयो 1,4 भयो, बीको 3,3लाई के भयो 4,4 भयो, अनि सीको 3,0लाई 4,1 भयो, अनि डीको 0,0लाई कति भयो 1,1 भयो। आफ्टर ट्रान्सलेसन के हुँदो रहेछ, अब यसको साइज चेन्ज हुन्छ। अब यहाँ हेर्नुहोस्, अब यो ट्रान्सलेसन पोइन्ट हाम्रो के त नजिकै थियो भने यसको अलिकति गएर पोजिसन चेन्ज भयो। आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोस् र यस्तै भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानललाई सब्सक्राइब गर्नुहोस् भन्दै